नेपाली महिला भलिबल टोलीलाई ठूलो झट्का। काभा नेसन्स लिग अघि 2 स्टार खेलाडी बाहिर। आगामी जेठको दोस्रो सातादेखि सुरु हुन लागेको काभा महिला नेसनल भलिबल लिग अघि नेपाली महिला भलिबल टोलीलाई ठूलो झट्का लागेको छ। उपाधि दावेदारका रूपमा हेरिएको नेपालले आफ्ना 2 महत्त्वपूर्ण खेलाडी बिना नै प्रतियोगिता खेल्नुपर्ने भएको हो। राष्ट्रिय टोलीका भरपर्दा र उत्कृष्ट फर्ममा रहेका प्रतिभा माली र सरस्वती चौधरी यस प्रतियोगितामा सहभागी नहुने भएका छन्। यी दुवै खेलाडी हाल अस्ट्रेलियामा रहेकाले नेपालका लागि खेल्न नपाउने निश्चित भएको हो। उनीहरूको अनुपस्थितिले टोलीको आक्रमण र समग्र सन्तुलनमा असर पर्ने विश्लेषण गरिएको छ। नेपाल भलिबल सङ्घले प्रतियोगिताको तयारीका लागि 20 खेलाडीलाई क्लोज क्याम्पमा बोलाइसकेको छ, तर सार्वजनिक गरिएको सूचीमा प्रतिभा र सरस्वतीको नाम समावेश छैन। अब प्रशिक्षक टोलीले नयाँ संयोजन र रणनीतिसहित टोलीलाई तयार पार्ने चुनौती थपिएको छ। काभा महिला नेसन्स लिग आगामी जेठ 8 गतेदेखि 16 गतेसम्म सञ्चालन हुनेछ। नेपाल भलिबल सङ्घका महासचिव रोशन श्रेष्ठका अनुसार यसअघि स्थगित भएको प्रतियोगिता अब निर्धारित नयाँ मितिमा लागू हुन लागेको हो। यसअघि यो प्रतियोगिता गत नोभेम्बर महिनामा काठमाडौँको खुल्ला मैदानमा गर्ने तयार गरिएको थियो, तर भदौ 23 र 24 गते भएको जेन्जी आन्दोलनका कारण प्रतियोगिता स्थगित गर्नु परेको थियो। अहिले भने त्रिपुरेश्वर स्थित कबर्ड हलमा प्रतियोगिता आयोजना गरिने तय भएको छ। यस संस्करणको काभा महिला नेसन्स लिगमा कुल 8 राष्ट्रको सहभागिता रहनेछ। नेपालसहित क्षेत्रका बलिया टोलीहरू प्रतिस्पर्धामा उत्रने हुँदा प्रतियोगिता थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ। नेपाली टोलीले प्रशिक्षण सुरु गरिसकेको छ र नयाँ खेलाडीहरूलाई अवसर दिँदै टोली निर्माण भइरहेको छ। प्रशिक्षक तथा व्यवस्थापन टोलीले युवा र अनुभवी खेलाडीको संयोजन मार्फत बलियो प्रदर्शन गर्ने लक्ष्य लिएको जनाएको छ। यद्यपि मुख्य खेलाडीहरूको अनुपस्थिति चुनौतीपूर्ण भए पनि घरेलु मैदानको समर्थन र टोलीको आत्मविश्वासले नेपाललाई बलियो बनाउने विश्वास गरिएको छ। के नेपालले यी 2 स्टार खेलाडी बिना पनि उपाधि जित्न सक्छ? यसको उत्तर मैदानमा देखिनेछ। यस्तै ताजा खेल समाचारका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।